हेलो हजुर नमस्ते सबैजनालाई शुभ बिहानी। हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ। म चाहिँ उठेर स्याउ खाँदैछु। अहिले चाहिँ 5:30 भयो। अब आधी घन्टा एक्सर्साइज गर्छु अनि खाजा खाएर काममा जान्छु है गाइज म। सो हेर्दै जानु होला। काममा गएर भिडियो गर्छु म। मेसिन चाहिँ तल के अरे चौकीनेरि राखेको छ मैले। सो अब एक्सर्साइज गर्ने हो अनि गएर काममा हान्नुपर्छ। त्यही नै हो, हेर्दै जानु होला गाइज। हेलो हजुर, म चाहिँ काममा आइपुग्यो होइन, मेसिन बाटोमा। सो मोबिल चेक गर्न जाँदैछौँ। मोबिलको गेज यता हुन्छ, हेर्नुहोस्। हेरौँ कति छ मोबिल, हेर्नुहोस्। मोबिल चाहिँ हल्का कम भए रहेछ, थोरै थप्नु पर्ला। हल्का कम भए रहेछ गाइस, मोबिल चाहिँ थोरै थप्नु पर्ने भएछ। मोबिल होइन, कृपया मेसिन भाडामा चाहियो भने सम्पर्क नम्बर देख्न सक्नुहुन्छ गाइज, सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँहरूलाई मेसिन भाडामा चाहिएको छ भने कृपया सम्झन सक्नुहुन्छ बबिन तामाङलाई। मेरो सम्पर्क नम्बर चाहिँ 98237079 है गाइज। सम्पर्क नम्बर 98237079 सम्पर्क गर्न सक्नुहुन्छ हजुरहरूले। मेसिनहरू भाडामा चाहिएमा ट्याक्क। हेलो, एक कल फोन गर्नुहोस्, म हजुरहरूको लागि ज्यान हाजिर छ। कता आउनु पर्ने हो, के गर्नुपर्ने हो, झ्याप्प लाएर म आइहाल्छु गाइज कुदेर। मोबिल चाहिँ हाम्रो यहाँ रहेको छ, आधी अस्ति थपेको थियो, योभन्दा 10 दिन अगाडि। आहा, के हो, हरर बास्न आउँछ त गाइज। पुरै ब्रान्डेड रक्सीको बास्ना आइरहेछ मोबिल चाहिँ। झ्याप्प लाएर लगेर थपिदिन्छु म। अब काममा हान्ने हो, गएर खोलामा ढुङ्गा निकाल्नु छ। खोलामा गएर फेरि भिडियो बनाउँला गाइज, हेर्दै जानु होला है त। अब स्टार्ट गर्दैछु है, ढक्क लाएर ढोक्छु मैले। स्टार्ट गर्नुभन्दा अगाडि यसरी झ्याप्प लाएर ढोक्छु, देख्न सक्नुहुन्छ। ढोक्छु अनि मात्रै स्टार्ट गर्छु है मैले डेली। मेरो चाहिँ डेली यस्तै हो, बानी परिसक्यो ढोक्दै स्टार्ट गर्ने, देख्न सक्नुहुन्छ। स्टार्ट हाने है त गाइज। 1 2 3 4। ए बढी पो भएछ यार। फाइनली स्टार्ट हानेको छ मैले। अब खोला चाहिँ यहाँबाट जाने हो, गेटको खोलामा। सो यहाँबाट जाने खोला आइपुग्छ अनि त्यहाँबाट ट्याक्क लाएर ढुङ्गा लोड गर्ने। अनि एउटा कुरा देखाउन गइरहेको छु गाइज, म एक्सर्साइज गरेर आएको छु, खाजा पनि खाएँ अनि हेल्दी डाइट खाँदैछु, केरा, लोकल केरा। मैले चाहिँ हजुरहरूलाई नदेखाइ खान सकिएन,
त्यही भएर भिडियो बनाएँ खोला जानुभन्दा अगाडि। सो म खाएर देखाउँछु गाइज। ल, हेल्दी खानेकुरा चाहिँ खाना एकदम जरुरी छ हैन। जे पाए त्यो नखानु होला हजुरहरू पनि। म पनि जङ्क फुडहरू अलिक कमै खान्छु सकेसम्म। हेल्दी डायटहरू किनेर खान्छु प्रायः जसो हैन। तपाईँहरू नि हेल्दी खानु होला, हेल्दी रहनु होला। जङ्क फुड नखानु होला गाइस। हजुरहरूलाई जङ्क फुड नखानु होला सकेसम्म भन्न चाहन्छु। के गर्नु, सबै ठाउँमा अब के अरे पसलहरू हुँदैन, के हुँदैन। त्यही भएर अब यो गाडी लाइनमा चाहिँ जसरी पनि जङ्क फुड यताउता चाहिँ अब खानुपर्ने हुन्छ है। अब कोही ठाउँमा अब घर हुँदैन, पसल हुँदैन। त्यही भएर चाहिँ अब गाडी लाइनमा अब कहिले कहाँ गइरहेको हुन्छ, कहिले कहाँ गइरहेको हुन्छ होइन। बाटोमा अब खानेकुराहरू नपाउन सक्छ। त्यही भएर चाहिँ अब जङ्क फुड धेरै प्रयोग गर्ने हुन्छ होइन यो ड्राइभर लाइनमा चाहिँ। त्यही होस्, अब ड्राइभर लाइनको गुरुहरूलाई चाहिँ सकेसम्म यो जङ्क फुडहरू नखानु होला भन्न चाहन्छु। जङ्क फुडले हाम्रो शरीर एकदमै बिगार्छ होइन। सकेसम्म चाहिँ हेल्दी खानाहरू खाने गर्नुहोस् हजुरहरू पनि। त्यही भन्न चाहन्छु। अनहेल्दी खानामा इन्भेस्ट गर्नुको साथमा अब अलिकति हामीले होइन हेल्दी खाना खायो भने अब हाम्रो अनहेल्दीमा जति खर्च हुन्छ हेल्दी खानामा पनि त्यति नै खर्च हुने हो। हल्का अब बढी होला के होला होइन। हामीले अब इन्जिनमा होइन के अरे सस्तो मोबिलहरू त युज गर्दैन होइन। अनि हाम्रो यो आफ्नो ज्यानको लागि चाहिँ किन हामीले जस्तो पाए त्यस्तै खाने होइन, जे पाए त्यो खाने किन त त्यसरी। अब हामीले चाहिँ होइन जे होस् हाम्रो शरीरलाई पनि एकदम केयर गरेर राम्रो खानेकुराहरू मात्रै खाउँ भन्न चाहन्छु म चाहिँ। धेरै बोल्न चाहेन होइन, धेरै बोलेँ होइन बोल्दा त्यसको लागि सरी। सो म चाहिँ खोलामा जाँदैछु गाइज होइन। ल, हेर्दै जानु होला। खोलामा गएर पनि म भिडियो बनाउँछु हजुरहरूलाई देखाउँछु है। मेरो काम चाहिँ अब कस्तो हुन्छ। आज चाहिँ ढुङ्गा निकाल्नु पर्ने छ। ल, हेर्दै जानु होला। हेलो गाइज, फाइनली म खोलामा आइपुगेको छ होइन। देख्न सक्नुहुन्छ हजुरहरूले हामी प्रत्यक्ष प्रसारणमा छौँ अहिले। देख्न सक्नुहुन्छ मैले चाहिँ यहाँबाट ढुङ्गा निकाल्दै गएको होइन। वहाँ माथिसम्म निकालिसक्यो। यहाँ सक्यो ढुङ्गा होइन। त्यही भएर चाहिँ अनि यहाँ ढुङ्गा सकेको कारणले माथि गएर निकालेको छ। एउटा हातले चलायो, एउटा हातले भिडियो बनायो। अब काममा दुइटै हात खुट्टा सबै युज हुन्छ मेरो। हजुरहरूलाई अब कसरी देखाउँ, क्यामेराम्यान छैन, के गर्नु। सो हेलो गाइज, म चाहिँ अब काम गर्ने ठाउँमा आइसक्यो। हेर्नुहोस् ढुङ्गा निकाल्ने ठाउँमा आइसक्यो। भए पनि अब हजुरहरूलाई कहाँ काम गर्ने के गर्ने त्यो सबै देखाउनु न होइन। मैले चाहिँ अब हिजो ढुङ्गा यहाँ निकालेको थियो। अब आज चाहिँ यहाँबाट माथि निकाल्न जाँदैछौँ हामी। गाडी आउँदैछ। मैले चाहिँ अब यो ढुङ्गा छानेर यता राख्ने हो गाइस, यता राख्ने हो। अनि गाडी यहाँ आउँछ, मैले यताबाट लोड गर्ने हो होइन।
यहाँबाट चाहिँ यहाँ चाहिँ ढुङ्गै ढुङ्गा छ कि गाइज होइन। यहाँ अलिअलि खोताल्ने बित्तिकै ढुङ्गै ढुङ्गा छ। यहाँ चाहिँ राम्रो ढुङ्गा आएको छ अरू ठाउँमा भन्दा। यहाँ चाहिँ ढुङ्गा खोलाले यतातिर ल्याएर राखेको रहेछ क्या पहिल्यै, त्यही भएर ढुङ्गा चाहिँ यहाँ राम्रो ढुङ्गा रहेछ। सो अब यहाँबाट निकाल्दै जान्छु गाइज, म यहाँबाट निकाल्दै जाने हो साथीभाइहरू। ल काम सुरु। ओके गाइज। ल है साथीहरू, हामी चाहिँ यहाँ भात खान लागेको। अब भात खान लागेको अवस्था। घाम लागेको छैन है, चिसो छ। को मान्छे हुनु, हामी हो नि, त्यत्तिकै भिडियो गरेको खाना खान लागेको भनेर। यसो हजुर होइन। ल अब ल्याम भात खानुपर्छ। लोकल चामलको भात र लोकल राँगाको मासु। कुखुरा हो र आज? कुखुरा भएको राम्रो। ल हरिदाले ट्याक 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 ल्याउनुहुन्छ यहाँ। हजुरहरू पनि खानालाई आउन सक्नुहुन्छ यहाँ शुभघाटमा। जम्मा 150 होइन। हरिदाले यस्तो मिठो खुवाउनुहुन्छ कि 150 खाना। ल हेर्नुहोस् त। ल हजुरहरू पनि आउन सक्नुहुन्छ है। च्याट्ट लाएर लोकल चामलको भात मासु। ल है त गाइज सुरु गरेँ अब हामी त। ल्याम्मा भन्थ्यो त्यस्तै। ल मुख मिठाएर बस्नु नि फेरि। ल है त सुरु गरेँ। मात्र 150 मा है गाइज। तपाईँहरू नि खाना आउन सक्नुहुन्छ। दाल चाहिँ चाहियो भने ए दाल भइहाल्छ नि। ल खाना खाएँ है हजुर साथीहरू। हेलो साथीभाइहरू, म चाहिँ अब काम छुट्टी भएर खाना खाएर रुमतिर आइसक्यो होइन। अब यसो ढल्नु पऱ्यो, सुत्नु पऱ्यो गाइज। अब आजको दिन चाहिँ यस्तै भयो मेरो। जे होस् काम भयो, 8 घन्टा जति काम भयो गाइज मेरो आज। सो त्यही नै हो। सबैजनालाई बाई बाई, गुड नाइट। भोलिको भिडियोमा भेटौँला है त। बाई बाई गाइज, गुड नाइट। सबैजनालाई धेरै धेरै माया। बाई बाई, टाटा। ओके गाइज, ओके।